हेलो एभ्रिवान। आज चाहिँ भनौँ न दुई युरोपका दुई हेभीवेट क्लब यानि स्पेनका दुई हेभीवेट क्लब बार्सिलोना र एथलेटिको म्याड्रिड चाहिँ युसिएलको क्वार्टर फाइनलको फर्स्ट लेगमा चाहिँ राति 12:45 बजे बार्सिलोनाको होम क्याम्प नाउमा खेल्न गइरहेको छ र आशा छ निकै नै क्रेजी म्याच हुनेवाला छ। हिजोको म्याच त हिजोको रिजल्टहरूको बारेमा त हामीले लगभग थाहा पाइ नै सकेका छौँ सबैले होइन। अब एज अ म रियल म्याड्रिड फन दुःख भए तापनि पछिल्लो केही गेममा हारे तापनि हिजो केही राम्रो गरेर पनि भनौँ न एउटा युरोपकै उत्कृष्ट टिमसँग 2-1ले हार्दा खेल राम्रो भए तापनि आफ्नो होम ग्राउन्डको हारले चाहिँ पिरोलेको छ। आई होप आज सायद एथलेटिको म्याड्रिडले त्यो खुसी ब्याक गर्छ कि त्यो हिजोको दुःखको त्यो पेनको भनौँ न पेन किलर दिन्छ कि बार्सिलोनालाई हराएर। तर पछिल्लो समय हेर्ने हो भने बार्सिलोनाको फर्म र प्लेयरको इन्डिभिजुअल फर्म हेर्ने हो भने चाहिँ आफ्नो होम ग्राउन्डमा बार्सिलोनालाई हराउन फलामको चिउरा चबाए जस्तै हुनेछ सिमेनीको टिमलाई। आशा गरौँ आजको म्याच चाहिँ वान साइडेड भन्दा पनि एज अ फुटबल फ्यान हेर्न चाहिँ राम्रो होस्, हेर्न लायकको म्याच होस् होइन। किनभने युसिएलको क्वार्टर फाइनलको म्याच यत्तिकै पनि राम्रो हुन्छ नै। त्यहाँमाथि दुई स्पेनिस क्लब, हेभीवेट स्पेनिस क्लब, यो आफैमा एउटा सुन्दै पनि गुजबम्स आउने टाइपको हुन्छ नि। धुरन्धर मुभी टाइपको म्याच चाहिँ आज हुनेवाला छ। तपाईँहरूको प्रेडिक्सन चाहिँ के रहेको छ कमेन्ट गर्नुहोला। त्योभन्दा अगाडि चाहिँ हामी भनौँ न केही फ्याक्ट्सहरूको बारेमा कुरा गरौँ यानि जानिराखौँ। बार्सिलोना एन्ड एथलेटिको म्याड्रिड विल फर अ फिफ्थ टाइम इन युरोपियन कम्पिटिसन विथ all 5 coming at the quarter final stage of UEFA च्याम्पियन्स लिग। भनौँ न अहिलेसम्म चाहिँ यस्तो च्याम्पियन्स लिगमा एथलेटिको र बार्सिलोना फिफ्थ टाइम चाहिँ एक आपसमा भिड्दैछन् विथ अल 5 कमिङ एट द क्वार्टर फाइनल स्टेज अफ च्याम्पियन्स लिगको क्वार्टर फाइनलको स्टेजमा आएको थियो 2013-14 र 2015-16 प्रिभियसली। Atletico Madrid have only lost one their previous 4 UEFA Champions League games against Barcelona. दुईटा वन एउटा ड्र and have eliminated the Catalan side in both of their previous knockout matchesमा चाहिँ बार्सिलोना भन्दा भनौँ न हिस्ट्रीमा हेर्ने हो भने एथलेटिको म्याड्रिडको चाहिँ राम्रो रहेको छ बार्सिलोनाको तुलनामा। आई होप आज पनि त्यो इतिहास दोहोरिनेछ। एज अ रियल म्याड्रिड फ्यान त्यो दोहोरियोस् भन्ने पनि एउटा हुन्छ नि मनमा चाहिँ लागिरहेको छ। बट करेन्ट सिनारियो हरेक प्लेयरको बार्सिलोना प्लेयरको इन्डिभिजुअल फर्म हेर्ने हो भने चाहिँ दे आर फार बेटर देन एथलेटिको म्याड्रिड। सो आशा गरौँ आजको म्याच रोमाञ्चक हुनेछ। Barcelona are unbeaten in their last 25 games against Atletico Madrid. लास्ट 25 म्याचमा चाहिँ एथलेटिको म्याड्रिड विरुद्ध आफ्नो होममा चाहिँ हारेको छैन। यो चाहिँ अर्को च्यालेन्जिङ हो। एथलेटिको म्याड्रिड बार्सिलोनाको भनौँ न होममा आएर बार्सिलोनालाई चाहिँ लास्ट 25वटा म्याच चाहिँ हराउन 25वटा म्याच चाहिँ हराउन सकेका छैन। भनौँ न लास्ट टाइम चाहिँ क्याम्प नाउमा बार्सिलोनालाई हराएको भनेको 2006मा हो वेन एथलेटिको वेयर म्यानेज बाई पेप मुर्सिया 1-3 डिफिट इन लालिगामा चाहिँ लगभग 2006मा क्याम्प नाउमा बार्सिलोनालाई हराएको रहेछ। अर्को फ्याक्ट्सको कुरा गरौँ भने एथलेटिको म्याड्रिड ह्याभ नेभर वान अ
UEFA Champions League away match against a fellow Spanish opponent, losing 4 of the 5 they have played. One draw. Diego Simeone's side are also winless in their last 6 away games in the knockout stages of the competition. One draw and 5 losses, with their last victory coming at Old Trafford against Manchester United in March 2022 चाहिँ अवे म्याच एउटा मात्र जितेको थियो म्यान्चेस्टर युनाइटेड विरुद्ध। भनेपछि अवेको रेकर्ड भनेपछि अवेको रेकर्ड पनि एथलेटिको म्याड्रिडको खराब नै रहेको छ। त्यसले गर्दा आज भनौँ न सिमियोनीको टिम यानि एथलेटिको म्याड्रिडलाई चाहिँ बार्सिलोना गएर बार्सिलोनालाई हराउनु भनेको इट्स लाइक अ फलामको चिउरा चपाउनु जत्तिकै हुनेछ, सजिलो नै भने हुने छैन। आजको म्याच चाहिँ एटलिस्ट सिमियोनीको टिमले चाहिँ भनौँ न डिफेन्सिभ खेलेर चाहिँ एटलिस्ट आजको म्याच ड्र गर्ने सायद टार्गेट होला जहाँसम्म लाग्छ। एन्ड देन अर्को फ्याक्टको बारेमा कुरा गरौँ होइन। बार्सिलोना ह्याभ स्कोर मोर UEFA Champions League goals 73 than any other team since Hansi Flick took charge of them. भनौँ न अहिलेसम्मको च्याम्पियन्स लिगको इतिहासमा चाहिँ एउटै सिजनमा 73 गोल चाहिँ गरेका थिएन ह्यान्सी फ्लिकले चार्ज लिएदेखिको चाहिँ यो सबैभन्दा धेरै हो। हाउएभर दे ह्याभन्ट केप एट अ क्लिन चिट चाहिँ राख्न सकेका छैन in their last 13 games, which is already their longest ever run without one major European competition. र आजको भन्न बार्सिलोनाको साइडमा आई थिङ्क मोस्ट इम्पोर्टेन्ट की प्लेयर्स चाहिँ लामिन यामाल अभियसली भइ नै हाल्यो होइन। वर्ल्डको अहिले वान अफ दि सेन्सेसनल वान अफ दि भनौँ न फेभरेट सबैको फेभरेट रहेको छ लामिन यामाल। एन्ड देन रोबर्टो लेभान्डोस्की एन्ड देन जाओ कान्सेलोले ब्याकअप सम्हाल्नेछ होइन डिफेन्सिभ। एन्ड देन जोन गार्सिया, ओ माई गड, अहिलेको युरोपको वान अफ दि बेस्ट गोलकिपर इन द भनौँ न अल कम्पिटिसन्स। सो एन्ड देन एथलेटिको म्याड्रिड साइडतिर हेर्ने हो भने एन्टोनियो ग्रिजम्यान, जुनियर अल्भारेज यिनीहरू चाहिँ की प्लेयरको रूपमा रहेको राख्न सकिन्छ। आई होप आजको म्याच चाहिँ भनौँ न निन्द्रा बिगारी हेरे पनि जस त्यो टाइम चाहिँ खेर जाँदैन होला, किनभने बार्सिलोना र एथलेटिको म्याड्रिडको म्याच नर्मल लालिगा म्याचहरू पनि निकै नै रोमाञ्चक हुने गर्दछ। सो आशा छ तपाईँहरूले आजको म्याच मिस गर्नुहुने छैन। र आजको मेरो प्रेडिक्सन चाहिँ बार्सिलोनाको होम ग्राउन्ड हो, द्याट्स वाइ बार्सिलोनाले चाहिँ यो गेम जित्छ नै अभियसली। 3-1 को लिडले चाहिँ आज जित्नेछ। र तपाईँहरूको प्रेडिक्सन के रहेको छ कमेन्ट गर्न नबिर्सिनु होला। र यस्तै रोमाञ्चक तथा प्रिभ्यू भिडियोजहरूको लागि चाहिँ मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला। आगामी दिनहरूमा पनि तपाईँहरूको साथ सपोर्ट र मायाले अझ भनौँ न राम्रो म्याच प्रिभ्यूहरू लिएर पक्कै पनि आउनु नै छु। धन्यवाद। अल द बेस्ट गाइज, बार्सिलोना फ्यान सबैलाई अल द बेस्ट होइन। रियल म्याड्रिड जस्तो हार चाहिँ सहनु नपरोस्। गुड लक गाइज।